हेलो गुड मर्निङ वेलकम टु ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम ठिक छौँ। आज चाहिँ म र प्रितम जाडो मौसम चिसो चिसो छ, पराल ओसार जान लाग्यो। पराल किनेको अनि त्यो ओसार जान लाग्यो, टाढै छ। यो जाडोले कामले हिँडेछ, लाएन ज्याकेट लाएन, बलियो हरिने छम। चिसो चिसो मौसम छ, ढुङ्गी लाएर टमक्कै छ, घाम लाग्दैन क्या। आज त धेरै दिनपछि भिडियो बनाएको छु मैले आज। होइन त बोल के बोल्दैनस् के भयो त नि, हामीले के के गरेन फेरि बोल। नमस्ते त गर्छौ फेरि एउटा बोल्न रोके छु कि नडरा। अब पराल बाँध्ने काम तेरो हो हेर बाबु, म जान्दैन के। उयो घाम त निस्क्यो त, यस्तो छ हाम्रो ठाउँ। हेर्नुहोस् यस्तो छ, धुइला के देखेर कस्तो जाडो हो कि। ल रेडी है। हे हजुर मोबाइल पाउँछ होला नि त आफ्नो घर। किन अब पढ्नमा नै फोटो खिच्ने बेलामा हो क्या अहिले। यो पराल पनि कति टाढा रहेछ, यस्तो खेतमा आइसक्यो। कता हो कता धुडीले देखेको हुँदैन। अस्ति तोरी खोल्न आउँदा त देखेको थिएन म त, पराल रहेछ है त्यहाँ। हाम्रो बाबु फेरि त कहाँ रहेछ कि पराल है। हामी चाहिँ यहाँ पराललाई भेट्टाइसकेछ। खोज्दा खोज्दा हैरान ढुङ्गी लाएर केही नदेखेर। के रे यसको नाम, यो झारको बाबु ऊ के यो भाइरल झार, बोके झारलाई भन्दा यहाँ रहेछ पराल चाहिँ। हो नि त्यही त भन्छ नि हो कि। ल अब बाँध बाबु कसरी हो। ओ टुक्रै टुक्रा है पराल त, के बाँध्नै मिल्दैन, बोरामा हालेर लानु जस्तो है। हेर्नु गाइज यस्तो परालको अवस्था यहाँ, हामी प्रत्यक्ष प्रसारणमा छौँ। यहाँ परालको हालत यस्तो छ है, कसरी पारेर लाने।
बान अब तैँले सक्छस् होला सक्छस् कि गोजी गोजी हाल्न लाने हो टुक्रे टुक्रा रहेछ भाइ होइन के गरेर लाने हो उताको तान त अहिले उठ क्या त्यसो भए त उस बोरा ल्याएर साइकलमा ओसार्नुपर्छ बाबु हुन्न यसो होइन यो टुक्रेको धेरै झुर्रेको भएर यस्तै टुक्रिन्छ हाम्रो फेरि भिजेको भएर कस्तो थियो देखेन अड्केर बाबा आउनुभयो बल्ल अब यस्तो टुक्रा पराल के गर्नु हुँदो रहेछ कसरी बाँध्नु हुँदो रहेछ हामी पनि मजाले हेर्छौँ प्रत्यक्ष प्रसारण देखाउँछौँ हजुरलाई ए बरैली परालको हालत तर आज त कस्तो राम्रो भएको है हजुर यस्तो टुक्रा पराल के गर्यो यो त बोरा हालेर ओसार्नु जस्तो है बाबा हजुर है तेरिको बरु योभन्दा त विशालहरूकै राम्रो थियो पराल त कुन हो त लाने यिनीहरू के अरे लुना नै हुन्न जस्तो खालको त भित्र त राम्रो रहेछ क्या बान्ने तरिका डोरी यो भनेको नि मैले तिमीले के सुन्यौ र ल यो बटाटा केटा समाज हामी प्रत्यक्ष प्रसारणमा छौँ यहाँ पराल बान्नलाई डोरी के अरे के भन्छ बाबा यसलाई ए डोरी बनाउँदै हामी प्रत्यक्ष प्रसारण ल हेर्नुहोस् कस्तो राम्रोसँग भयो है तर लामो यो झुर्रे रहेछ क्या धान टुक्रेको त्यही भएर होइन आइडिया कसको हरेक काम गर्नु सिक्नु छोरोको जिन्दगीमा के काम पर्छ पराल लोड गर्नुपर्छ हामी वहाँ साउदी गएर घाँस काट्ने काटेर बुट्टा काट्ने पर्यो त अब के गर्नु त साउदीमा के आराम त नि अब छाती काट्नेवाला ओके मिसाइदिने उनीहरूको थुतेर हाल्नु हालिदिएको रहेछ कि पराल त है एक लट नाम्लो नाम्लो त लाउँदैन हेर्नु त कस्तो गाउँको नल जस्तै हेर्नु भन धानको टुक्रेको रहेछ क्या भिजेको होइन नि त यिनीहरूको त हाम्रो पो भिजेको भएर त्यस्तो उताबाट होला नि ओइ त्यस्तरी हो खाँद्ने ल उता समातेर उता उल्टा केटा सक्छस्
परालमा के अरे ट्र्याक्टरमा हाल्दा झन् कस्तो गाह्रो हुन्छ झन् ठुलो बनाउनुपर्छ गाइस हामी चाहिँ बोकेर हिँडिसकेका छौँ प्रितमले बोकेर धनक परेर त्यसै मैले नि बोकिसकेँ अहिले चाहिँ ढोडी खुलिसकेछ नि खानुको भन्छ हामी चाहिँ हिँड्दैछौँ कस्तो भयो त नि अनुभव बाबु ए हलुङ्गै हो ल ठिक छ बेलुका 2-3टा बोक्ला एकैचोटि है ल आइपुग्यौँ हामी चाहिँ घर ल समात